हरे कृष्ण हरि बोल। आज मैले फेरि यो खापा सट्टामा सोधिने सेवा सम्बन्धी जब बेस्ड नौलेज चाहिँ प्रश्नहरू लिएर आइसकेको छु। यो चाहिँ खानेपानी आयोजना तथा प्रणाली सम्बन्धी च्याप्टर 2बाट चाहिँ प्रश्नहरू, च्याप्टर 1बाट चाहिँ प्रश्नहरू लिएर आइसकेको छु। तपाईहरु भिडियोमा नयाँ आउनुहुन्छ भने च्यानल रहेको छ हरिबोल सिभिल इन्जिनियर है। यो च्यानलले चाहिँ भिडियो राम्रो लाग्छ भने साथीहरुमा शेयर गरिदिनु होला र लाइक कमेन्ट र सब्स्क्राइब गरिदिनु होला। हस्, आजको लागि चाहिँ सुरु गरौँ। प्रश्न नम्बर 1 देखि 50 सम्म चाहिँ भइसकेको छ, म हालिसकेको छु हैन। आज चाहिँ 51 देखि प्रश्न सुरु हुन्छ। ल सुरु गरौँ। प्रश्न नम्बर 11 मा के भनेको 51 मा के भनेको छ भने इन्टरमिटेन्ट खाने प्रणाली अवलम्बन गरिन्छ। कहाँ गरिन्छ? त अप्सन ए मा रहेको छ पूर्ण चापको अवस्था नभएमा, बी मा रहेको छ आवश्यक मात्रामा पानी नभएमा, सी मा रहेको छ आवश्यक मात्रामा गति प्राप्त नभएमा। यसको चाहिँ सही एन्सर हुन जान्छ पूर्ण चापको अवस्था नभएमा र आवश्यक मात्रा पानी नभएमा, त्यति बेला चाहिँ इन्टरमिटेन्ट खानेपानी प्रणाली अवलम्बन गरिन्छ। यसको सही एन्सर हुन जान्छ यो ए र बी दुईटै। यो चाहिँ यसको सही एन्सर हुन जान्छ है। यसको चाहिँ डी सही एन्सर हुन जान्छ। त्यसपछि अर्को प्रश्न रहेको छ 52। 52 मा के भनेको छ भने 52 मा के भनेको छ भने इन्टरमिटेन्ट खानेपानी प्रणाली अन्तर्गत तलका मध्ये कुन वाक्य सही छ हैन। इन्टरमिटेन्ट खानेपानी प्रणाली अन्तर्गत तलका मध्ये कुन वाक्य सही छ हैन। त अप्सन ए रहेको छ, अप्सन ए मा रहेको छ सप्लाई लाइनमा वातावरणीय चाप भन्दा कम चाप हुन्छ। बी मा रहेको छ जोड्नीबाट सक्सन चाप विकास हुन्छ। सी मा रहेको छ ढल नजिक रहेको पाइपलाइन मा दूषित हुने सम्भावना हुन्छ र डी मा रहेको छ माथिका सबै। त यसको चाहिँ सही एन्सर हुन जान्छ माथिका सबै। त्यसपछि 53 मा के भनेको छ भने पम्पिङ प्रणाली सामान्यतः कुन अवस्थामा अवलम्बन गरिन्छ? पम्पिङ प्रणाली सामान्यतः कुन अवस्थामा अवलम्बन गरिन्छ? अप्सन ए मा रहेको छ नियमित सप्लाईको लागि, बी मा रहेको छ इन्टरमिटेन्ट सप्लाईको लागि, सी मा रहेको छ ए र बी दुवै, डी मा रहेको छ पार्शियली कन्टिन्युअस सप्लाईको लागि। त यसको चाहिँ सही एन्सर हुन जान्छ ए र बी दुवै। त्यसपछि अर्को प्रश्न रहेको छ प्रश्न नम्बर 54। 54 मा के भनेको छ भने रिजर्भोयर ट्याङ्की निर्माण गर्दा कुन पाइप सबैभन्दा तलको लेभलमा राख्नु पर्दछन्? रिजर्भोयर ट्याङ्की निर्माण गर्दा कुन ट्याङ्की चाहिँ कुन पाइप चाहिँ सबैभन्दा तल्लो लेभलमा राखिन्छ? अप्सन ए मा रहेको छ वासआउट, बी मा रहेको छ आउटलेट, सी मा रहेको छ इनलेट र डी मा रहेको छ ओभरफ्लो। त यसको चाहिँ सही एन्सर हुन जान्छ वासआउट। त्यसपछि 55 मा के भनेको छ भने खानेपानीको मुहान कुन अवस्थामा हराएर जान सक्छ? खानेपानीको मुहान कुन अवस्थामा हराएर जान सक्छ? अप्सन ए मा रहेको छ जग खन्दा पहिरो गयो भने, बी मा रहेको छ जग खन्दा बालुवा देखिन थालियो भने, सी मा रहेको छ ए र बी दुवै र डी मा रहेको छ माथिका कुनै पनि होइन। यसको सही एन्सर हुन जान्छ जग खन्दा बालुवा देखिन थालियो भने। त्यसपछि प्रश्न नम्बर 56 मा के भनेको छ भने खानेपानी प्रणालीलाई तलका मध्ये कुन अवरोधले असर गर्दछन्? खानेपानी प्रणालीलाई तलका मध्ये कुन अवरोधले असर गर्दछन्? अप्सन ए मा रहेको छ ठोस पदार्थ, बी मा रहेको छ हावा अवरोध, सी मा रहेको छ ए र बी दुवै, डी मा रहेको छ माथिका कुनै पनि होइन। त यसको चाहिँ सही एन्सर हुन जान्छ ए र बी दुवै। त्यसपछि 57 मा के भनेको छ भने ग्राभिटी फ्लो सिस्टम कहाँबाट सुरु हुन्छ? ग्राभिटी फ्लो सिस्टम कहाँबाट सुरु हुन्छ? अप्सन ए मा रहेको छ बीपीटी, बी मा रहेको छ कलेक्सन च्याम्बर, सी मा रहेको छ इन्ट्रप्सन च्याम्बर र डी मा रहेको छ इन्टेक। त यसको चाहिँ सही एन्सर हुन जान्छ इन्टेक। त्यसपछि 58 मा के भनेको छ भने
मुहानको छनौटको सन्दर्भमा तलका मध्ये कुन वाक्य सही छ? मुहानको छनौटको सन्दर्भमा तलका मध्ये कुन वाक्य सही छ? अप्सन एमा रहेको छ ट्रिटमेन्ट प्लान्टबाट नजिक हुनुपर्छ, बीमा रहेको छ शुद्ध पानी भएको क्षेत्र हुनुपर्छ, सी रहेको छ ढल निकास भएको क्षेत्रभन्दा मुनितिर भाग हुनु हुँदैन, डीमा रहेको छ माथिका सबै। यसको सही एन्सर हो जान्छ माथिका सबै। त्यसपछि अर्को प्रश्न रहेको छ 59 मा के भनेको छ भने कम जनसङ्ख्या भएको ठाउँमा कुन ग्राभिटी फ्लो सिस्टम प्रयोग गरिन्छ? कम जनसङ्ख्या भएको ठाउँमा कुन ग्राभिटी फ्लो सिस्टम प्रयोग गरिन्छ? अप्सन एमा रहेको छ क्लोज, बीमा रहेको छ ओपन, सीमा रहेको छ इन्टरमिडिएट र डीमा रहेको छ अल अफ दि एबोभ। त्यसको चाहिँ सही एन्सर हुन जान्छ इन्टरमिडिएट। त्यसपछि अर्को प्रश्न रहेको छ 60 मा के भनेको छ भने मूलको सेफ एल भन्नाले के बुझिन्छ? मूलको सेफ एल भन्नाले के बुझिन्छ? अप्सन एमा रहेको छ वर्षायामको फलो, बीमा रहेको छ एभरेज फलो, सीमा रहेको छ सुखायामको फलो, डीमा रहेको छ कुनै पनि होइन। त्यसको चाहिँ सही एन्सर हुन जान्छ सुखायामको फलो। त्यसपछि 61 मा के भनेको छ भने 3 फेज विद्युतीय सिस्टममा तलका मध्ये कुन रिङको तार प्रयोग गरिएको हुँदैन? हैन, 3 फेज विद्युतीय सिस्टममा तलका मध्ये कुन रङको तार प्रयोग गरिएको हुँदैन? अप्सन एमा रहेको छ रातो, बीमा रहेको छ पहेँलो, सीमा रहेको छ कालो र डीमा रहेको छ नीलो। त्यसको चाहिँ सही एन्सर हुन जान्छ कालो। त्यसपछि 62 मा के भनेको छ भने 1-5 विद्युतीय सिस्टमको तुलनामा 3-5 विद्युतीय सिस्टम खर्चिलो हुँदैन, हैन। अप्सन एमा रहेको छ 1-5 विद्युतीय सिस्टमको तुलनामा 3-5 विद्युतीय सिस्टम खर्चिलो हुँदैन। अप्सन एमा रहेको छ बढी हुन्छ, बीमा रहेको छ कम हुन्छ, सीमा रहेको छ बराबर, डीमा रहेको छ कम वा बढी। त यसको चाहिँ सही एन्सर हुन जान्छ कम हुन्छ। त्यसपछि अर्को प्रश्न 63 मा के भनेको छ भने अर्थिङ तारको रङ कस्तो हुन्छ? अर्थिङ तारको रङ कस्तो हुन्छ, हैन? अर्थिङ तारको रङ कस्तो हुन्छ? अप्सन एमा रहेको छ रातो, बीमा रहेको छ कालो, सीमा रहेको छ हरियो, डीमा रहेको छ माथिका सबै। यसको सही एन्सर हुन्छ हरियो। त्यसपछि 64 मा के भनेको छ भने तलका मध्ये कुन विद्युतीय सिस्टमको पावर शून्यमा झर्न सक्छ? तलका मध्ये कुन विद्युतीय सिस्टमको पावर शून्यमा झर्न सक्छ? अप्सन एमा रहेको छ 1-5, अप्सन एमा रहेको छ 1-5, बीमा रहेको छ 2-5, सीमा रहेको छ 3-5 र डीमा रहेको छ 4-5। यसको सही एन्सर हुन जान्छ 1-5। त्यसपछि 65 मा के भनेको छ भने सिङ्गल फेज विद्युतीय सिस्टमको फेज एङ्गल कति हुन्छ? सिङ्गल फेज विद्युतीय सिस्टमको फेज एङ्गल कति हुन्छ? त अप्सन एमा रहेको छ 90 डिग्री, बीमा रहेको छ 120 डिग्री, सीमा रहेको छ 240 डिग्री, डीमा रहेको छ 270 डिग्री। यसको सही एन्सर हुन जान्छ 120 डिग्री। त्यसपछि 66 मा के भनेको छ भने नेपालमा 3 फेज विद्युतीय सिस्टमको भोल्टेज कति हुन्छ? नेपालमा 3 फेज विद्युतीय सिस्टमको भोल्टेज कति हुन्छ? अप्सन एमा रहेको छ 220 भोल्ट, बीमा रहेको 240 भोल्ट, सीमा रहेको छ 400 भोल्ट र डीमा रहेको छ 440 भोल्ट। त यसको चाहिँ सही एन्सर हुन जान्छ 400 भोल्ट। त्यसपछि 67 मा के भनेको छ भने साइज अफ अर्थिङ प्लेट इज जनरली युज फर। साइज अफ अर्थिङ प्लेट इज जनरली युज फर। अप्सन एमा रहेको छ 20x20 cm, त्यसपछि 30x30, सीमा रहेको छ 50x50, डीमा रहेको छ 60x60। यसको सही एन्सर हुन जान्छ 60x60। त्यसपछि 68 मा के भनेको छ द मोस्ट कमन साइज अफ इलेक्ट्रिक वायर युज इन रेजिडेन्सियल वर्क, हैन। द मोस्ट कमन साइज अफ इलेक्ट्रिक वायर युज इन रेजिडेन्सियल वर्क। अप्सन एमा रहेको छ 6 to 8 गेज, बीमा रहेको छ 8 to 10 गेज, सीमा रहेको छ 10 to 12 गेज, डीमा रहेको छ 12 to 14 गेज। त यसको चाहिँ सही एन्सर हुन जान्छ 12 to 14 गेज। त्यसपछि 69 मा के भनेको छ पानीको रासायनिक सूत्र के हो? पानीको रासायनिक सूत्र के हो? यसको सही एन्सर हुन्छ H2O। त्यसपछि प्रश्न नम्बर 70 मा के भनेको छ भने 2 भाग हाइड्रोजन र 1 भाग अक्सिजन मात्र रहेको अरू कुनै पनि तत्त्व नभएको पानीलाई के भनिन्छ?
त अप्सन एमा रहेको छ प्योर वाटर, बीमा रहेको छ इम्प्योर वाटर, सीमा रहेको छ पोर्टेबल वाटर, डीमा रहेको छ कन्टामिनेटेड वाटर। यसको सही एन्सर हुन जान्छ प्योर वाटर। त्यसपछि अर्को प्रश्न रहेको छ 71। 71मा के भनेको छ भने कीटाणु नभएको पिउन योग्य पानीलाई डडडड भनिन्छ। कीटाणु नभएको पिउन योग्य पानीलाई डडडड भनिन्छ। अप्सन एमा रहेको छ प्योर वाटर, बीमा रहेको छ इम्प्योर वाटर, सीमा रहेको छ पोर्टेबल वाटर र डीमा रहेको छ कन्टामिनेटेड वाटर। त्यसको चाहिँ सही एन्सर हुन जान्छ पोर्टेबल वाटर। त्यसपछि 62मा के भनेको छ भने स्वस्थकर होलसम पानीमा तलका मध्ये कुन चिज हुँदैन, हैन? स्वस्थकर होलसम पानीमा तलका मध्ये कुन चिज हुँदैन? अप्सन ए रहेको छ हार्मफुल ब्याक्टेरिया, बीमा रहेको छ पोइजनस म्याटर, सीमा रहेको छ म्याङ्गनिज, आइरन, आर्सेनिक, इटिसी। यसको सही एन्सर हुन जान्छ तपाईँको यो अल अफ दि एबोभ। त्यसपछि अर्को प्रश्न रहेको छ 73। 73मा के भनेको छ भने तलका मध्ये कुन चाहिँ पिउन योग्य पानी हो? तलका मध्ये कुन चाहिँ पिउन योग्य पानी हो? अप्सन एमा रहेको छ प्योर वाटर, बीमा रहेको छ पोर्टेबल वाटर, सीमा रहेको छ कन्टामिनेटेड वाटर, डीमा रहेको छ अल अफ दि एबोभ। त यसको चाहिँ सही एन्सर हुन जान्छ पोर्टेबल वाटर। त्यसपछि 74मा के भनेको छ भने मेडिकलमा प्रयोग गरिने पानी कुन हो? मेडिकलमा प्रयोग गरिने पानी कुन हो? अप्सन एमा रहेको छ प्योर वाटर, बीमा रहेको छ पोर्टेबल वाटर, सीमा रहेको छ स्टेरिलाइज वाटर, डीमा रहेको छ कन्टामिनेटेड वाटर। यसको सही एन्सर हुन जान्छ स्टेरिलाइज वाटर। त्यसपछि 75मा के भनेको छ भने खानेपानी आपूर्ति गर्न कुन चाहिँ सिस्टम प्रयोग गरिन्छ? खानेपानी आपूर्ति गर्न कुन चाहिँ सिस्टम प्रयोग गरिन्छ? अप्सन एमा रहेको छ ग्राभिटी फ्लो सिस्टम, बीमा रहेको छ ड्युअल सिस्टम, सीमा रहेको छ पम्पिङ सिस्टम, डीमा रहेको छ माथिका सबै। यसको चाहिँ सही एन्सर हुन जान्छ माथिका सबै। त्यसपछि 76मा के भनेको छ भने ग्राभिटी फ्लो सिस्टममा र पम्पिङ सिस्टममा मुख्य फरक चाहिँ के छ, हैन? त ग्राभिटी फ्लो सिस्टममा र पम्पिङ फ्लो सिस्टममा चाहिँ मुख्य फरक के छ? अप्सन एमा रहेको छ जनसङ्ख्याको परिमाण, बीमा रहेको छ योजनाको लागत, सीमा रहेको छ पानीको स्रोतको अवस्था र डीमा रहेको छ राजनैतिक चाहना। त्यसको चाहिँ सही एन्सर हुन जान्छ पानीको स्रोतको अवस्था। त्यसपछि 77मा के भनेको छ भने ग्राभिटी फ्लो सिस्टममा पानी के को कारणले बग्छ? ग्राभिटी फ्लो सिस्टममा पानी के को कारणले बग्छ? त अप्सन एमा रहेको छ मेकानिकल फोर्स, बीमा रहेको छ फिजिकल फोर्स, सीमा रहेको छ ग्राभिटेसनल फोर्स, डीमा रहेको छ नन अफ दि अबोभ। यसको सही एन्सर हुन जान्छ ग्राभिटेसनल फोर्स। त्यसपछि 78मा के भनेको छ भने समुदायको धाराको लेभल इनर्जी लाइन भन्दा माथि भएमा के हुन्छन्? समुदायको धारा लेभल इनर्जी लाइन भन्दा माथि भएमा के हुन्छ? अप्सन एमा रहेको छ धारामा पानी आउँदैन, बीमा रहेको छ पाइपमा प्रेसर बढी भएर पाइप फुट्न सक्छ, सीमा रहेको छ धारामा पानी बढी आउँछ र डीमा रहेको छ माथिका सबै। त्यसको सही एन्सर हुन जान्छ धारामा पानी आउँदैन। त्यसपछि अर्को प्रश्न रहेको छ 79मा के भनेको छ भने मेसिनको प्रयोग गरी मेकानिकल फोर्सद्वारा धारासम्म पानी पुर्याउने सिस्टम कुन हो? हैन? मेसिनको प्रयोग गरी मेकानिकल फोर्स चाहिँ द्वारा धारासम्म पानी पुर्याउने सिस्टम कुन हो? अप्सन एमा रहेको छ ग्राभिटी फ्लो सिस्टम, बीमा रहेको छ पम्पिङ सिस्टम, सीमा रहेको छ ड्युअल सिस्टम, डीमा रहेको छ नन अफ दि एबोभ। त्यसको चाहिँ सही एन्सर हुन जान्छ पम्पिङ सिस्टम। त्यसपछि प्रश्न नम्बर 80मा के भनेको छ भने ग्राभिटी र पम्पिङ दुवै प्रयोग हुने सिस्टम कुन हो? ग्राभिटी र पम्पिङ दुवै प्रयोग हुने सिस्टम कुन हो? त यसको चाहिँ सही एन्सर हुन जान्छ तपाईँको यो ड्युअल सिस्टम। त्यसपछि 81मा के भनेको छ भने निर्माण सम्पन्न भएर पानी उपयोग गर्न सुरु गरेदेखि संरचना नभत्कुन्जेलसम्मको अवधिलाई के भनिन्छ? अप्सन एमा रहेको छ योजना अवधि, डिजाइन पिरियड, बीमा रहेको छ बेस पिरियड, हैन? सीमा रहेको छ माथिका दुवै अनि डीमा रहेको छ खानेपानी अवधि। त यसको चाहिँ सही एन्सर हुन जान्छ योजना अवधि। निर्माण सम्पन्न भएर पनि उपयोग गर्न सुरु गरेदेखि संरचना नभत्कुन्जेलसम्म चाहिँ जुन अवधि हुन्छ त्यसलाई चाहिँ योजना अवधि भनिन्छ। त्यसपछि 82मा के भनेको छ भने योजना अवधि कुन कुरामा निर्भर रहन्छ? अप्सन एमा रहेको छ जनसङ्ख्या वृद्धि दर, बीमा रहेको छ भविष्यमा हुन सक्ने विस्तार विकास, सीमा रहेको छ संरचनाको आयु, डीमा रहेको छ माथिका सबै। यसको चाहिँ सही एन्सर हुन जान्छ तपाईँको भविष्यमा हुन सक्ने विस्तार र विकास। त्यसपछि 83 योजना अवधिको अन्तिममा
पुग्न सक्ने आकलित जनसङ्ख्या कुन हो? योजना अवधिको अन्तिममा पुग्न सक्ने आकलन जनसङ्ख्या कुन हो? अप्सन एमा रहेको छ वर्तमान जनसङ्ख्या, बीमा रहेको डिजाइन जनसङ्ख्या, सीमा रहेको छ बेस इयर जनसङ्ख्या र डीमा रहेको छ कुनै पनि होइन। त यसको चाहिँ सही एन्सर हुन जान्छ बेस इयर जनसङ्ख्या। त्यसपछि 84मा के भनेको छ भने योजना अवधिको अन्तिमको जनसङ्ख्या आकलन गर्ने तरिका कुन हो? योजना अवधिको अन्तिम जनसङ्ख्या आकलन गर्ने तरिका कुन हो? अप्सन एमा रहेको छ अर्थमेटिक इन्क्रिज मेथड, बीमा रहेको छ जियोमेट्रिकल इन्क्रिज मेथड, सीमा रहेको छ इन्क्रिमेन्टल इन्क्रिज मेथड र डीमा रहेको छ अल अफ दि एबोभ। त यसको चाहिँ सही एन्सर हुन जान्छ अल अफ दि एबोभ। त्यसपछि 85मा के भनेको छ भने सामान्यतया नेपालमा प्रयोग गरिने तरिका कुन हो? सामान्यतया नेपालमा प्रयोग गरिने तरिका कुन हो? अप्सन एमा रहेको छ अर्थमेटिक इन्क्रिज मेथड, बीमा रहेको छ जियोमेट्रिक इन्क्रिज मेथड, सीमा रहेको छ इन्क्रिमेन्टल इन्क्रिज मेथड र डीमा रहेको छ अल अफ दि एबोभ। यसको सही एन्सर हुन जान्छ जियोमेट्रिकल इन्क्रिज मेथड। नेपालमा चाहिँ सबैभन्दा बढी चाहिँ जियोमेट्रिकल इन्क्रिज मेथड युज गर्ने गरिन्छ। त्यसपछि 86मा के भनेको छ भने सामान्यतया साना खानेपानी आयोजनाको बेस पिरियड कति हुन्छ? सामान्यतया साना खानेपानी आयोजनाको बेस पिरियड कति हुन्छ? अप्सन एमा रहेको छ 1 to 2 इयर, बीमा रहेको छ 2 to 3 इयर, सीमा रहेको छ 3 to 4 इयर र डीमा रहेको छ 4 to 5 इयर। यसको सही एन्सर हुन जान्छ 2 to 3 इयर। त्यसपछि 87मा के भनेको छ भने पिउन, खाना बनाउन, नुहाउन, लुगा धुन, भाँडा माझ्न आदिको लागि आवश्यक पानी कुन हो? अप्सन एमा रहेको छ घराइसी आवश्यकता, बीमा रहेको छ पशुपालनको लागि आवश्यकता, सीमा रहेको छ उद्योग कल कारखानाको लागि आवश्यकता र डीमा रहेको छ माथिका सबै। त खाना पकाउन हैन, खाना पकाउन, पिउन र त्यसपछि नुहाउन, लुगा धुन, भाँडा माझ्न यो सबै चाहिँ घराइसी आवश्यकता को लागि चाहिने पानीको प्रकार रहेको छ। यसको सही एन्सर हुन जान्छ घराइसी आवश्यकता। त्यसपछि 88मा के भनेको छ भने पशुपालनको लागि कति पानी आवश्यक पर्दछ? पशुपालनको लागि कति पानी आवश्यक पर्दछ? अप्सन एमा रहेको छ प्रति ठुलो जनावर बराबर 45 लिटर, बीमा रहेको छ प्रति मझौला जनावर बराबर 20 लिटर, सीमा रहेको छ घराइसी मागको लागि 20% र डीमा रहेको छ माथिका सबै। यसको सही एन्सर हुन्छ माथिका सबै। त्यसपछि 89मा के भनेको छ भने बाटो ढल सफा गर्न, पार्क बगैँचामा पानी हाल्न आदिको लागि चाहिने पानीको माग कुन हो? घराइसी माग, संस्थागत माग, सार्वजनिक माग र औद्योगिक माग। त यसको चाहिँ सही एन्सर हुन जान्छ सार्वजनिक माग। त्यसपछि 90मा के भनेको छ भने सहरी इलाकामा उद्योग चलाउन जम्मा मागको कति प्रतिशत पानी आवश्यक पर्दछ? सहरी इलाकामा उद्योग चलाउन जम्मा मागको कति प्रतिशत पानी आवश्यक पर्दछ? अप्सन एमा रहेको छ 15 to 20%, बीमा रहेको छ 20 to 25%, सीमा रहेको छ 25 to 30% र डीमा रहेको छ 30 to 35%। यसको सही एन्सर हुन जान्छ 20 to 25%। त्यसपछि प्रश्न नम्बर 91मा के भनेको छ भने गाउँघरमा खानेपानी आयोजना डिजाइन गर्दा किन औद्योगिक आवश्यकतालाई लिँदैन? गाउँघरमा खानेपानी आयोजना डिजाइन गर्दा किन औद्योगिक आवश्यकतालाई लिँदैन? त अप्सन एमा रहेको छ गाउँघरमा पानी प्रशस्त हुनाले, बीमा रहेको छ गाउँघरमा उद्योग धन्दाहरू त्यति नहुने हुनाले, सीमा रहेको छ गाउँघरमा गाडी मोटर बाटो अप्ठ्यारो भई संरचना निर्माण गर्न गाह्रो हुने हुनाले, सीमा रहेको छ डीमा रहेको छ माथिका सबै। त यसको चाहिँ सही एन्सर हुन जान्छ गाउँघरमा उद्योग धन्दा त्यति नहुने हुनाले। त्यसपछि 92मा के भनेको छ भने फायर डिमान्ड भन्नाले के बुझिन्छ? फायर डिमान्ड भन्नाले के बुझिन्छ? त अप्सन एमा रहेको छ अकस्मात रूपमा आगलागी हुँदा आगो निभाउन आवश्यक पानी, बीमा रहेको छ डढेलो निभाउन आवश्यक पानी, सीमा रहेको छ उद्योग कल कारखाना चलाउन आवश्यक पानी र डीमा रहेको छ माथिका सबै। त यसको चाहिँ सही एन्सर हुन जान्छ अकस्मात रूपमा आगलागी हुँदा आगो निभाउन आवश्यक पानी चाहिँ त्यसलाई फायर डिमान्ड भनिन्छ। त्यसपछि 93मा के भनेको छ भने फायर हाइड्रेन्ट कति मिटरको अन्तरमा जडान गरिन्छ? अप्सन एमा रहेको छ 50 to 100 मिटर, बीमा रहेको छ 100 to 150 मिटर, सीमा रहेको छ 150 to 200 मिटर र
डीमा रहेको छ 200 to 300 मिटर। त्यसको चाहिँ सही एन्सर हुन जान्छ 200 to 100 to 150 150 मिटर 100 to 150 मिटर। त्यसपछि 94 मा के भनेको छ भने लस अर वेस्टेज डिमान्ड भन्नाले के बुझ्नुहुन्छ? लस अर वेस्टेज डिमान्ड भन्नाले के बुझ्नुहुन्छ? अप्सन एमा रहेको छ पानीको पाइपको जोड्नी जोइन्टबाट चुहिएर हुने लस। बीमा रहेको छ बीचमा पानी चोरी हुनु। सीमा रहेको छ अनावश्यक समयमा धारा खुलै छोडेर पानी खेर जानु र डीमा रहेको छ माथिका सबै। यसको सही एन्सर हुन जान्छ माथिका सबै। त्यसपछि 95 मा के भनेको छ भने खानेपानी आयोजना को डिजाइन गर्दा लिइने अनुमानित पानीको आवश्यकता कुन हो? खानेपानी आयोजनाको डिजाइन गर्दा लिइने अनुमानित पानीको आवश्यकता कुन हो? अप्सन ए मा रहेको छ घराइसी आवश्यकता, बीमा रहेको छ व्यावसायिक आवश्यकता, सीमा रहेको छ औद्योगिक आवश्यकता र डीमा रहेको डिजाइन आवश्यकता। यसको सही एन्सर हुन जान्छ डिजाइन आवश्यकता। है आजको लागि चाहिँ यो प्रश्नहरू यति रहेको छ। है आजको लागि चाहिँ प्रश्नहरू सकिएको छ। तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भने है च्यानल रहेको छ हरिबोल सिभिल इन्जिनियर। तपाईहरुलाई भिडियो राम्रो लाग्छ भने साथीहरुमा शेयर गरिदिनु होला र च्यानललाई लाइक कमेन्ट र सब्स्क्राइब गरिदिनु होला। हस् आजको लागि चाहिँ यति गरौँ। धन्यवाद।